सो हेलो गाइस, अहिले चाहिँ रातिको साँझको 5-6 बजिसक्यो। हाम्रो केटाहरू चाहिँ जल्दी जाने भनेर अहिले हिँडिरहेको देखि होइन। बाटो चाहिँ यस्तो रहेको छ होइन, त्यही चित्त बाटो चाहिँ हिँडिरहेको हुन्छ केटाहरू चाहिँ सरहरू हिँडिरहेको यस्तो रहनु भएको अहिले भन्नुहुन्थ्यो र अब यस्तो रातिमा के जल्दी जाने भनेको अब जाम भनेपछि साथीहरूले अब आफ्नो के अरे नाइ भन्न सकिएन, त्यही भएर चाहिँ हिँडिरहेको होइन। ल हेरौँ है त जल्दीले गएपछि कस्तो हुन्छ, कस्तो भ्यूहरू छ जल्दीले गएको आज भोलि भनेर यसो म चेक गरिदिउँ भनेर हिँडेको। यहाँ चाहिँ बाटो चाहिँ यस्तो ओह्रालो पछाडि चाहिँ मेरो सालो बसिरहेको छ नि होइन। हेलो गाइस, हामी चाहिँ अलिक घुम्न जान्छ है। कहिले बसेर है गाईले बोलेर बाटो पनि बोल्छ है। यहाँ पछाडि गएर हामी बोला हाम्रो अब आइसक्यो। कति टाइम लाग्छ अब 5 मिनट लाग्छ। ये कौन आयरन की करके बता रहे हैं फाइनल लड़ने हमें बताओ कितना क्यों है ना क्यों जल्दी नहीं आ रहा है मैं मैच में कौन जाता है बेटी रोइले 1 घंटा आधा घंटा लगता है जानी हो तो हां जानी कि 3 जाने हो तो दो क्यों वहां से हो यार हां जल्दी नहीं हो तो नहीं हां तो क्यों माथि हो त यो त गिराउँदा पाँच लान्छ त हां त घुमाऊ साँच्चै मजाको जल्दीले त्यही त पेट्रोल निस्कियो ठाउँ यही हो पर्छ त्यो त जल्दीले जाउँ त नि बाटो कहाँ कता बाटो कता गाडी दिन छोडी मिल्ने भएर राख्नु पर्छ पेट्रोल निस्कियो ठाउँ त त्यही त नि यहाँदेखि जल्दी जानु कति लाग्छ त जल्दी जान आधा घन्टा लाग्छ भेटौँला जाउँ तल जहिले पुग्नु होला जहिले पुग्यो हुनु होला अब तल गाडी घुमाउँ जल्दी हो र त्यहाँ आउने त हामी त्यही गाइस अब हामी चाहिँ फाइनल्ली जल्दीले भन्ने ठाउँमा पुग्यौँ होइन। यहाँ चाहिँ बर्खाको टाइममा चाहिँ यस्तो भएको छ यहाँ अलि पानी सानी भरेको रहेछ यहाँ चाहिँ होइन। यहाँ चाहिँ पानी सानी भरेको छ। बाँकी यही हो यहाँ पेट्रोल निस्केको भनेको ठाउँ चाहिँ यही हो। बाँकी हाम्रो टिमहरू चाहिँ यता छ होइन, टिमहरू यता छ। बाँकी फाइनल्ली राम्रोसँग पुग्यो भने त केटा कस्तो आयो बाटोमा मजा थियो नि। हाम्रो गाडी चाहिँ उता रोकेको छौँ, हाम्रो साथीहरू चाहिँ यता लाखौँ जल्दीले भन्थ्यो केटाहरूले। आज फाइनली जल्दीले नि पुग्यो केटाहरू होइन। यस्तो छ यहाँ चाहिँ।
पेट्रोल उत्खनन भएको ठाउँ चाहिँ यही हो हैन। कस्तो लाग्छ भिडियो मार्फत तपाईँहरूले कमेन्ट गर्नु होला हैन। तपाईँहरू यहाँ आउन नसके पनि भिडियो मार्फत चाहिँ हेर्न सक्नुहुन्छ नि त, त्यही भएर चाहिँ कमेन्ट चाहिँ गर्नु होला है त कस्तो लाग्यो यहाँको भ्यूहरू। अनि पारि चाहिँ रहेको छ दैलेख बजार, दैलेख बजारको सिधा वारी चाहिँ जलजले भन्ने ठाउँ चाहिँ यही हो। यहाँ पनि त भित्र चाहिँ जान अलाउ रहेन चाहिँ गेटमा चाहिँ रोक्नुपर्ने रहेछ। बाँकी यहाँ नजिकै घरहरू छन्, यता घरहरू छन् हैन। सो मिलेछौँ नेक्स्ट भिडियोमा। यो भिडियोमा यति नै, बाइ, लभ यु अल।